तपाईँ एउटा गेम स्ट्रिमर हुनुहुन्छ या गेम खेलेको हेर्नुहुन्छ होइन। अब म चाहिँ कसैको गेम स्ट्रिम किन हेर्छु भनेपछि अब फ्री फायर खेल्दा पनि अब म मऱ्यो भने होइन, अब त्यो प्लेयरले कसरी खेल्छ भनेर हेर्छु नि त, अनि सिक्नको लागि। त्यही हो, अरूले पनि तपाईँको च्यानलमा सिक्नको लागि हेर्छन् र कतिले इन्टरटेनमेन्टको लागि हेर्छन्। तर प्रायः जसो चाहिँ केही स्किल सिकौँ भनेर हेरेका हुन्छन् होइन, स्ट्रिम हाने पनि। अनि त्यही भएर चाहिँ राम्ररी खेलेर अपलोड गर्नु पर्यो। अनि मैले चाहिँ अब त्यही हो, प्र्याक्टिस गर्छु दिने। अनि त्यस्तो धेरै गेम खेल्दैन, त्यही एक दुईवटा गेम खेल्छु। अनि त्यही प्र्याक्टिस गरेर चाहिँ हाल्ने हो। अनि त्यही हो, त्यहाँबाट अब कतिजनाले सिक्छन्, कतिजनालाई अल्छी लाग्छ होइन। तर पनि मैले चाहिँ अब इम्प्रुभ गरेर हाल्न चाहिँ खोज्दैछु होइन। तपाईँ अब एउटा स्ट्रिमर हो, तपाईँसँग सबै डिभाइस भएर हुँदैन क्या, राम्ररी गेम खेलेर हाल्नु पर्यो। तपाईँले गेम राम्ररी खेलेर हाल्न सक्नु भएन भने कसैले पनि मन पराउँदैनन्, कसैले पनि हेर्दैनन्। अनि नहेरेपछि त्यो अपलोड गरेको फाइदा पनि हुँदैन। अनि त्यही भएर चाहिँ अब कुनै स्किल या त्यहाँ गेमको सिस्टमहरू राम्ररी सिकेर अपलोड गर्नु। तर मैले त्यो पनि गरेको छैन, त्यही पनि हालिरहेको छु। कतिवटामा राम्रै भ्युजहरू पनि आइरहेको छ होइन। त्यही त अब मैले अब त्यो सबै सिस्टमहरू राम्ररी सिकेँ। अनि त्यसको गनहरू राम्रो किनेँ। अनि हाल्यो भने झनै भ्युवर पनि आउन सक्छ जस्तो लागिरहेको छ मलाई। त्यही हो, अब मैले पनि अब पहिला खेल्नुभन्दा अगाडि इन्डियनहरूको युट्युब च्यानलबाट सिकेको थिएँ। कतिले ट्युटोरियल हाले, कतिको गेम हेरेँ, कतिको स्ट्रिम पनि हेर्थेँ होइन। अहिले त उनीहरूले स्ट्रिम पनि मेरोमा त आउँदैन। त्यो स्ट्रिम यसो हेरेर मलाई नि इन्सपायर भएर खेलेको थिएँ क्या। तर अहिले उनीहरूको स्ट्रिम पनि आउँदैन, खोइ युट्युबमा हाल्न छोड्यो, अर्कै कहाँतिर पढ्न थाल्यो होला होइन। अनि त्यही हो, अब बोरिङ भयो भने कसैले हेर्दैन। अनि म चाहिँ के भन्न खोजेको भनेपछि अब गेम अपलोड त गर्नु इन्टरनेटमा, तर राम्ररी खेलेर अपलोड गर्नु। किन भनेपछि अरूको समय बर्बाद हुन्छ, अनि अर्को समय त बर्बाद गर्नु भएन। अनि राम्रो स्ट्रिम हाल्यो भने सबैले हेर्छन्। त्यही भएर चाहिँ अब स्ट्रिम, अब तपाईँ गेम खेल्ने भएपछि चाहिँ सबै कुराहरू सिकेर, भित्रको कुरा बुझेर पढेर गेम स्ट्रिमहरू हाल्नु होला। म पनि भविष्यमा त्यही गर्छु। अहिले चाहिँ म अब सिम्पल स्ट्रिमहरू हाल्छु होइन। फ्री फायर, कल अफ ड्युटी पनि मैले मजाले सिकाएको छैन। अब कल अफ ड्युटी पनि मलाई कोही साथीहरूले सिकाएको भए चाहिँ होइन, म पनि राम्ररी नै हाल्थेँ। अब फ्री फायर पनि पहिला भाइहरूले सिकाएको थियो क्या, अनि त्यही भएर फ्री फायर अपलोड हानेको।